ठ्याक्कै ढोकामा ढोका लगाएको रहन्छ, ढोकामा सेतो उभिएछ क्या, भित्रै पसेर कि बाहिरै? ढोकैमा, ठ्याक्कै ढोकैमा। रघुपति खनाल। पहिला पहिला नि मैले यस्तै घटेका जीवनमा घटेका घटनाहरू सुनाउने गर्थेँ। आज पनि हाम्रै गाउँमा हाम्रै साथी एकजना माटोको ढिस्कोले पुरिएको हुनाले त्यही सुनाउन गइरहेको छु। हामी चाहिँ त्यो पहिला खोलाले काटेर माटो परै ल्याएको थियौँ, कुन ठाउँ? भिर काटेर मोरङ जिल्लाको जाँते गाउँ पञ्चायत पर्थ्यो, त्यति बेला पञ्चायतै थियो। जाँते गाउँ पञ्चायत वडा नम्बर 9 मा पर्थ्यो। अनि तेली खोला भन्थे, तेली खोलाले काटेको थियो त्यो भिर चाहिँ, भिर काटेर पहिरो झारेर त्यहाँ माटो, रातो माटो निकालेको थियो। रातो माटो चाहिने त्यति बेला गाउँभरिको मान्छेले रातो माटो लगे पछि त्यो सकिएर खन्दै 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 भिरभित्र पुर्याएर ओडार बनाएछन्। त्यो ओडार दसैँ तिहारमा कि दसैँ आउनु लागेको थियो, दसैँको लागि साउन भदौतिरकै कुरा हो। अनि पछि त्यो ओडारभित्र त्यो हाम्रो छिमेकी एकजना नेपाली सानलाई पुरिएर पछि खनखान गएर अहिले निकालेपछि सदत गरियो, क्यासगिरीहरू गरे। तर पछि त्यो ठाउँमा हामी दोहोऱ्याएर पछि अब त्यहाँ कुलो थियो, कुलोमा पानी लिन जाँदाखेरि त्यो चाहिँ हामीलाई अलि त्यसले चाल दिन्थ्यो, त्यहाँ तर्साएको जस्तो बोलेको जस्तो गर्थ्यो। हामी एक दिन दुईजना जाँदै थियौँ। कति उमेर जतिको त्यो मान्छे त थियो त्यस्तै 25-26 वर्षको थियो होला। कुद्दाखेरि सिधा मान्छे, अब बिहे पनि गरेको थिएन, कन्ने केटा सिधा थियो कि भाइको बिहे गरेको त उसको थिएन। अनि त्यस्तै थियो, काम पनि त्यस्तै गर्ने कि माटो बोक्ने, मल बोक्ने, भाँडा मान्ने, भात पकाउने, त्यस्तै काम गर्ने कि बढी खनजोत भन्दा त्यस्तोमा बढी ध्यान दिन्थ्यो उसले। त्यस्तै अब सिधा खालको मान्छे थियो। अनि माटो बोक्दा घर माटो पनि पुगेको, तर अब उसले अब चित्त नबुझेर घरमा आमाले भुटेको मकै खाँदै गएको रहेछ। अनि अब मान्छे हराएपछि अब कता गयो मान्छे भनेर खोज्दाखेरि खोजी गर्दाखेरि त्यो पक्कै माटो ओसार्दै थियो, माटै लिन गयो होला भनेर। अनि माटो लिन जाँदा ढोको बाहिर बुटोको समेत पुरिएको, तर नाम्लो देखियो क्या। मान्छे घरमा कहाँ गयो भनेर पत्तो छैन, पक्कै माटो ओसाइरहेको थियो, माटै लिन गयो होला भनेर। अनि त्यो माटो खनेको ठाउँमा जाँदा पो डोको समेत पुरिएको, तर नाम्लो देख्यो क्या त्यहाँ। नाम्लो देखेपछि अनि नाम्लो यहाँ रहेछ, पक्कै पनि मान्छे भित्रै होला हो, यहाँ खनेर हेरौँ भनेर। अनि खनेर हेर्ने भएको, पहिले डोको निक्ल्यो। डोको निक्लेपछि अनि पछि मान्छेको हात खुट्टा निक्ल्यो। चाँडै थाहा पाएको भए त मान्छे बाँच्ने थियो, चाँडै थाहा पाएको भए बाँच्ने। तर कसैले अब पुरिने बेला एक्लै परेछ, कसैले देखेनन् पनि। अनि यहाँ हरायो भनेर खोज्दै पछि खन्दै मान्छे सास भेटिएन, मान्छे जिउँदो निकाल्न सकिएन। अनि मरेको निकाल्नु पर्यो। अनि निकाल्यो। म चाहिँ गएको थिइनँ, त्यहाँ भाइ गएको थियो निकाल्ने बेला। मेरो भाइ तर्स्यो पनि अरे। पहिला यो खुट्टोमा कोदालोले माटो खन्दा खुट्टो भेटाएछ अम्ला, आफ्नै खन्ने मान्छेको, त्यो मरेको मान्छेको। अनि त्यहाँबाट तर्सेछ क्या। अनि मान्छे यहाँ रहेछ भन्यो अरे। त्यहाँबाट सबैजनाले कोट्याएर निकाले, सदुत गऱ्यो अरे। अनि हो त्यो ठाउँमा पछि हामी अब बाटो त्यही पर्थ्यो, पानी लिन जाने। राति पर्यो भने चाहिँ अब त्यो माथिल्लो कुलाको पानी लडाएर ल्याएर हाम्रोमा लाउनु पर्थ्यो। पानी चोर्न गइन्थ्यो त्यसरी। त्यति बेला राति त्यहाँ जाँदा चाहिँ त्यसले चाल दिन्थ्यो क्या, त्यहाँ जहिल्यै चाल दिन्थ्यो। अरूले पनि भन्थे चाल दिन्छ भन्थे, एकजना मात्रै त डराउने मान्छे त त्यहाँ जानै हुँदैन राति त, त्यस्तो थियो। अब अकालमै मृत्यु भयो नि त डिस्कोले पुरेर। त्यही भएर त्यस्तो हुँदो रहेछ। हामीलाई पनि तर्सायो त्यहाँ जाँदाखेरि। हामी दुईजना थियौँ, एकजना सार्की थियो, सार्की कान्छ भन्थ्यौँ हामी। ऊ र म गएको, उता आँटी थियो। अनि माथि पुगेर फर्केर आउँदाखेरि बोल्दै रहेछ, खसाखुसु गर्दै। बोल्ने चाहिँ नबुझिने कि मान्छे देखिया छैन। अलिअलि छाया जस्तो हो कि जस्तो छ, छाया जस्तो देखिन्छ। त्यो के अरे बैदङ्गीले त्यो धामीले त देख्यो होला पुरै। उसले त त्यो यो नेपाली साइलो हो यो भन्दै ढुङ्गाले हान्यो नि उसले त। त्यो ढुङ्गाले हान्ने मान्छे मर्यो अहिले, मरिसक्यो, सार्की पनि मर्यो। अनि ढुङ्गाले हान्यो उसले। अनि ढुङ्गाले हानेपछि त्यो खचाखुचु गर्न पनि छोड्यो, छाया जस्तो देखिन पनि छोड्यो।
त्यस्तो भइरहेछ। अनि त्यो भूत चाहिँ अब त कता कता के भएर हुँदो रहेछ हुन चाहिँ, तर मन डराएन भने भूतले केही गर्दैन गर्नु। डरायो भने चाहिँ अलि के हुने हो, सातो सातो जाने, डराएन भने केही हुँदैन। त्यो एउटा भयो। अनि अर्को चाहिँ अरू सिक्किममा एकजनाको घरमा। हजुर, तपाईहरु चाहिँ सिक्किमबाटै आएको? सिक्किमबाटै आएको। पुरानो वासस्थान नै सिक्किम। म जन्मेकै सिक्किम। सिक्किमबाट मोरङमा आएको 21 सालमा। अनि त्यहाँबाट नागरिकता साहित्य बनाइयो। सिक्किम त्यतिखेर छुट्टै राज्य थियो कि? सिक्किम छुट्टै राज्य थियो। के अरे इन्डियालाई बुझाइसक्यो? बुझाएको थिएन इन्डियालाई। हजुर, इन्डियालाई बुझाएको त पछि हो। भोटे राजा थियो सिक्किमको। अनि राज्य छुट्टै हो सिक्किम, स्वतन्त्र राज्य। पहिले त नेपालै हो नि। पहिले त नेपालै हो, पछि ब्रिटिसले उताबाट पेलेर ल्याएर छुट्याइदियो। अनि सिक्किम छुट्टै राज्य थियो त्यति बेला चाहिँ, छुट्टै थियो। अनि त्यहाँ अनि हाम्रो छेत्री बाहुनको अब यो तिजमा दर खाने कार्यक्रम हुन्छ। दिउँसै 3-4 बजे नै भात खाइन्छ एकचोटि। अनि बच्चाहरू अब सानो सानो बच्चाहरू सुत्छन्, अनि ठुल्ठुलो रहर गर्नेहरू बस्छन्, निन्द्रा लाग्नेहरू सुत्छन् दर खाने दिन। अनि एक दिन एउटा बाहुनको घरमा चाहिँ के भएछ भने अब बच्चाहरू पहिले साँझ सुते। अनि 11 बजेतिर उठेर अब घरको मुलीले राति खाने दर बनायो। घिउमा चामल भुटेर त्यहाँ दुध हालेर त्यसलाई हामी ढकने भन्छौँ। अनि त्यो दर उसले बनायो। ढकनेमा राति चाहिँ त्यस्तो खान्छन्, त्यस्तो चलन थियो। 3-4 बजे नै भात खाने। अनि राति चाहिँ अब थोरै मध्यरातमा थोरै। भोलिपल्ट व्रत हुन्छ नि त बाहुनीहरूको, भोलिपल्ट व्रत हुन्छ। अनि त्यही भएर राति खान्छन् क्या। 1 नबजिकन नै 12 बजीतिर खान्छन्। 1 बजेपछि हुँदैन। 12 बजे उता 12 कटेर उता गयो 1 बज्न थाल्यो भने 1 बजेपछि चाहिँ हुँदैन। 1 बजेभन्दा यतै खानुपर्छ, खाइसक्नुपर्छ। अनि 1 बजेपछि त अर्को दिन लाग्यो, अनि व्रत भइहाल्यो बाहुनीहरूको। त्यस्तो हुन्छ। अनि त्यो दर खाने दिन अनि सबैले अब त घर मुलीले बनायो, अरू त सुतिरह्यो बच्चाहरू। घरमुली भनेको घरको बाबुआमाले बनाए। अनि बच्चालाई उठाए। ठ्याक्क 12 बजे छ। उठाएर सबैजना वरिपरि बसेर 1 घण्टाभित्र खाइसक्नुपर्छ। 1 घण्टाभित्र खाइसक्नुपर्छ। 1 घण्टा लाग्दैन नि त खान त। अनि 1 घण्टाभित्र खाइसक्नुपर्छ भनेर वरिपरि बसेर सबैले भाग लगाएर अनि त्यहाँ आलुको तरकारीहरू हुन्छ, फ्राई गरेको के हुन्छ। मासु त खाँदैन त्यो दिन। त्यो भेज मात्रै खान्छ। अनि मासु त दिउँसै खान्छ खायो भने। खाना चाहिँ खानासँगै ढकनेसँग चाहिँ भेजै खान्छ, मासु खाँदैन। अनि हाम्रो छेत्री बाहुनको चाहिँ खाँदैन, अरूहरूले चाहिँ के गर्छ खाएन। अनि सबैजना खाना बसिरहेको बेलामा खान थालेपछि ठ्याक्कै ढोका लगाएको रहन्छ। ढोकामा सेतो उभिएछ क्या, के हो भित्रै पसेर कि बाहिरै? ढोकैमा, ठ्याक्कै ढोकैमा। भित्र पनि नपर्छ, बाहिर पनि छैन, ढोकैमा छ। के पिसाद होला कि के होला? त्यो तर्छ भने के हो अब, त्यो भूत के हो त्यस्तो के? अनि त्यहाँदेखि त्यहाँ उभिएर के खाएको ओइ, के खाएको गरौँ अरे, साह्रो गरी बोल्यो अरे, कानमै आवाज आयो। त्यो भएपछि अनि अब त्यो सबैजनाले हेरे, देख्ने जति मान्छे सबै अब त्यो बर्राबुर्रुक कति मान्छे बच्चाहरू सबै त्यो के परिवारै बेहोस भएको। अनि घर मुलीले ठ्याक्क ढोका लगाइदियो अरे के घर। त्यसो भनिदियो, यता सुते उता छैन मान्छे, त्यहीँ हरायो अरे त्यो ढोकैमा। घर मुलीले त्यता हेर्छ, फेरि त्यो भन्ने मान्छे पनि छैन। अनि त्यो सेतो पहिला देखेको मान्छे पनि छैन। यता मान्छे बर्राबुर्रुक सुते। अनि पालो ढोका लगाएछ अरे पहिले। बच्चालाई ओछ्यानमा अब उहिले त खाटसाट हुँदैन, त्यही मुलासँग हुन्थ्यो, त्यो वरिपरि सुत्ने त हो। ओछ्यामा लगेर अनि सानो बच्चाहरू सबै लगेर अनि सुताइदिएर अनि ऊ पनि सुत्यो। सबैजना एकैचोटि बिहानै बिउजेर अनि त्यहाँ चाहिँ सानो बच्चाहरूलाई फुफा गर्नु। मान्छे मरेको त होइन? मर्न त मरेन।